जस्तै पानी पर्यो यार। अब हामी चाहिँ यहाँ होइन नेपालमा चाहिँ सुँगुरको चारो भन्छ, हामी चाहिँ तरकारी खानलाई। वाउ कति राम्रो देखेको है म। यो साग जस्तै सुन्दरी कलिलो पटक पटक मुन्टै भागिदिउँ जस्तो। पछि म यता आएर म तपाईँहरूले ल्याइदिन्छु ल साग आयो भने। अब यो बारी खन्छ होला। खन्दैन अहिले त। हो हामी साग टिप्दै है। हेलो यो भिडियो स्कोप नगरी हेलिदिनु होला। हामी चाहिँ यहाँ बारीमा पानी परेको बेलामा साग टिप्दै। नेपाली पसलमा जाउँ कि क्या यो लगेर बेच्यौ भन्दै। इरासेमासे म यो भिडियो हाल्छु अनि हामीले यस्तो शाखा भन्दै जातिलाई देखाउनु। कस्तो दामी भएको त हौ मुला। देख्यौ मैले लिएर आएर हो, नत्र हामी त्यति जङ्गलमा बसेको। ए भाइ भिडियो गर्नुले झोलामै नअट्ने गरे। अर्को झोला ल्याउनु पर्थ्यो। बनाइदेऊ न यार, म झोला बोक्छु। यही भिडियो छँदैछ त, दिउँला नि अहिले। टिकटकमा चाहिँ थोरै बनाउनु पर्यो कि। पानीले भिजिसक्यो।